हामी स्वागत गर्न चाहन्छौँ जोन मेरो साथीलाई ओइ रनमा जाऊ जेराउ जोनलाई च्याटमा गराओ ओइ रनमा हिरो छ नि हैन ल मेरो साथी स्वागत छ है Thank you, साथी, thank you. गराओ जोन इन द च्याट आम साथी अगाडि बसौँ न एकदमै धन्यवाद छ साथी। अनि भोलि फर्किहाल्ने हो पोखरा कस्तो बस्यो पानीले अलिकति दुःख दियो तर जसरी अब हाम्रो त्यहाँ लिसनर्सहरूले पर्खिनु पनि क्रेजी त लाइक हामीले 6:30 सुरु गर्नुपर्ने हामीले 11:30 अलमोस्ट 12तिर सुरु गर्दैन हामीलाई प्रशासनले पनि हेल्प गर्यो रातिको 12 बजे कस्तो कुरा हारेको दिने नै 5-6 आवर्स भयो अनि तर पानी पर्देको बनाएको सेटअप पनि निकाल्नु पर्ने फेरि हाल्नु पर्ने अनि अब करेन्ट लाग्ने रहेछ क्या अब माथि अनि फेरि निकाल्दै हाल्दै तर भिडियो त्यस्तो भन्न लास्ट हुन्छ नि त यो ल भन्नु न एकदम तर यस्तो आफूले के सोचेर गएको हुन्छ नि हैन त्यो भइदिएन भने कस्तो हुन्छ ला कि कहाँनिर के भइदियो भन्ने हुन्छ कि फेरि आफै हपलेस भइन्छ कि अनि अरूलाई सिकाउनु भन्दा आफै के गरौँ भनेर अकालिन्छ कि म त्यस्तै हुन्छ जहिले तिमी पनि हान्छौ स्टेजमा गाना मैले हानेको नि त कुन हान्यौ मैले अर्जुन दाइसँग सँगै एउटा स्टेज ल गाउँ त त्यो गाना कुन गायौ मैले ल स्टेजमा त तिमी बसेर गाउँदैनौ स्टेजमा गयो कसरी गायो हात हात हल्लाएर यहाँ हात हात हल्लाएर कसरी गायो स्टेजमा ल धेरै बिटिया हो कि चस्मा मलाई लगाऊ भन्छन् केटीहरू मलाई मगाऊ भन्छन् ओइ ओइ के जन्मिए खाइ म त के जन्मिए खाइ अब तिम्रो लागि बनेको गीत हो र यो हैन नि मेरो लागि हो कि बनेको के जन्मिए म त हैन बवाल छ दाइ गीत सुन्नु पर्यो एकचोटी अहिले स्योर अहिले म गाउँछु टिकटकमा क्यामेरा अफ छ अरे हो हो ठिक छ गाइज जो हेर्दै हुन्छ लाइक सेयर सब्सक्राइब चाहिँ हान्दै गरौँ हैन यो हाम्रो फर्स्ट एपिसोड हो हामी सेकेन्ड एपिसोडमा पनि भनौँ न मान्छेहरू बोलाउँदै गर्छौँ आर्टिस्टहरू अब बोलाउँदै गर्छौँ राम्रो हुँदै जान्छ भन्ने आश गरेको छौँ साथी अब ओपनिङै हामीले जोन फकिङ राइस गरेपछि त ए साथी फकिङ चाहिँ किन राखेको तिमीले खासमा मलाई त सोध्न मन लागिरहेको छ भन न होइन मान्छेले ल एउटा कुरा भन्छ ल तिमीलाई अर्को पनि क्वेसन सोध्छु ल तिमीलाई यो टिकटक इन्स्टाग्रामतिर तिमीले 0 फलोइङ राखिरहेछौ नि हैन मान्छेले सुन न फेरि पेलो भन्ने होला होइन कट पनि गर्न मिल्दैन नि लाइभ भने होइन टु बी अनेस्ट होइन 0 फलोइङ रहेछ मान्छेले त के भन्छ भन्दाखेरि जोन त घमण्डी रहेछ टाइपको एटिट्युड रहेछ मैले सेलिब्रेटी फिल गरेँ क्या यो मैले त भन्ने खालको मान्छेले त सोध्छ नि त अब हामीलाई थाहा छ तिम्रो त्यो रियालिटी होइन तर किन त एक्चुअली भन्न मिल्छ भ्युअर्सहरूलाई भने ओके नत्र भन्न मिल्छ अनि यस्तो भयो अहिले चाहिँ म्युजले म्यानेजमेन्ट पुरै ल्याएछ कि यो हाम्रो मेरो ब्यान्ड मेरो मेन चाहिँ होइन मेरो सबै कुरा सोसियल मिडिया ह्यान्डल्सदेखि लिएर एभ्रिथिङ अनि विगतको दिनहरूमा फलो गरागर भयो यता गरागर भयो कुरा गर्दा यति धेरै कल्सहरू यति धेरै फेक कुराहरू यति धेरै म 5-6 चोटि नराम्रो तरिकाले फसिसकेँ क्या डेन्जरै मलाई एकदमै केसेस पनि लाग्यो अलिक त्यस्तै भयो क्या अब त्यो भन्न मिल्दैन मजाले होइन अनि त्यो भएर अहिले चाहिँ पुरै तिम्रो फेसबुक टिकटक इन्स्टाग्राम सोसियल मिडिया जति जे पनि छ सबै मेरो म्यानेजमेन्टले हेरिदिनुहुन्छ अब कोलाबोरेटिभ पोस्टहरू यताउता कहिलेकाहीँ मैले चलाउँदिनँ भनेर हेर्छु तर फलोइङ चाहिँ 0 राख्यो भने चाहिँ अलिक धेरै नै सजिलो यस्तो पनि हुन्छ होला नि त फेरि अब तिमी कुनै सोमा जान्छौ विदेशमा बोलाएर ल फर इक्जाम्पल तिमीलाई दुबईबाट बोलायो तिमी दुबई सो हार्न गयो त्यहाँको केटाहरूले ल फलो हानौँ न त्यहाँ जस्तै 10-20 जना हुनुहुन्छ होइन अस्ट्रेलिया जान्छौ फेरि त्यहाँ पनि ल केटा फलो हानिदिउँ न कमसेकम तिमीले 0 राख्यो भने त बाल भएन नि त म गर्दिनँ धेरै बिग्रियो क्या त्यो 0 नराखेको बेला तपाईँ कस्तो भयो भने साथै अब टेक्स्ट गरे हुन्छ थाहा हुँदैन मलाई होइन किनकि मेरो म्यानेजरले पनि अलरेडी हेरिराख्नु भएको हुन्छ अनि कल आएको हुन्छ थाहा हुँदैन अनि रिलेसन बिग्रियो क्या अनि नयाँ रिलेसनहरू चाहिँ नबिग्रियो जे जति भयो होइन भनेर चाहिँ 0मा राख्दा अहिले चाहिँ सबैजनाले बुझिदिनु भएको छ बिस्तारै होइन यदि कोहीसँग मैले पर्सनली कन्ट्याक्ट गर्नु छ भने वी हेभ आवर नम्बर्स साथीले मलाई डाइरेक्टली साथी कहाँ हो भनेर डाइरेक्ट कल गर्नु पाइरहेको छ अनि त्यही भएको कारणले साथी जोनको साउन्ड अलि तिमीले अब साथीको सबजनाले च्याटमा चाहिँ गीत सुन्ने भनिरहेछ सानो आवाज आयो भन्दैछ यार गाई
Sure, भइहाल्छ। साउन्ड के हो म्यानेजमेन्ट म सानो बोलेर हो। तिमी सानो बोलेर होला मेरो आवाज त अब ठुलै छ नि त चर्को छ होरासँग चाहिँ अलिकति सकिँदैन किनकि होराको बानी छ नि त स्ट्रिममा मजाले बोल्ने मेरो त फर्स्ट टाइम भएर कस्तो डर पनि लागिरहेछ कि ह्याट साथी होइन, डर लाग्ने कोही क्या, छैन क्या गुरुङ हामी त हो नि कमेन्टहरू गफ गर्ने हो चिलमा यो त यो भनेको चाहिँ राम्रो हो किन भन्दाखेरि तिमीले कहिले काहीँ आफ्नो भ्युअर्सहरूसँग इन्टरेक्सन गरेको चाहिँ त्यो राम्रो हो मनपर्छ कि अब मलाई त। तिमीलाई अब यो पोडकास्ट सोडकास्टहरू जान अल्छी लाग्छ भने पनि अब यस्तो हामी झन् क्याजुअल हो यत्तिकै नर्मल साथी साथी बोल्ने हो होइन फरकै पर्दैन क्या साथीलाई कस्तो मजा कन्फिडेन्ट देखिरहेछ है किनकि अब एभ्री नाइट गर्छ नि त। म त क्यामेरामा त कहिले पनि साई हुँदिनँ हौ झ्याप्जु भाइदिइहाल्ने हो अनि फेरि आज जुङ्गा पनि भइहाल्छ नि त होइन जुङ्गा माथितिर क्या अघि तर भिडियो बादलसरीमा चाहिँ हामीलाई गीत भयो है अबे फर्स्ट टाइम हामी दुईजनाकै लगभग हुन त मैले पहिला पैसा तिरेँ गर्नु न यार। होइन हुन त मैले पहिला पैसा तिरेर पनि एउटा म्युजिक भिडियो त खेलेको थिएँ लुतेवाला हो? 5,000 रुपियाँ तिरेर खेलेको थिएँ होइन मलाई चाहिँ यस्तो हो क्या साथी आफैतिर। ल ल ल ल ल होइन अनि खेलेको थिएँ अनि जस मलाई चाहिँ सानैदेखि चाहिँ साथी होइन अलिक फेमस हुन खालको मन चाहिँ मलाई सानैदेखि रहर थियो क्या तर अरू अरू फिल्डमा थियो तर भगवान्ले चाहिँ यतापट्टि जुराइदिएको रहेछ क्या ए उसलाई क्वेसन एन्सर हाम्रो च्याटमा क्वेसन एन्सर पनि थियो है तर अब एउटा गाना साना लगेर अब पहिला जोनको गाना सुनौँ अनि त्यसरी क्वेसन एन्सर गरौँला है चेक चेक ल चेक हेलो म्याच चेक यतिको गर्नु हो एक्चुली माइकमा उसलाई सिइओ अघि त हना मलाई हौ सुरुमा है होइन होइन उहाँले गाउनुहुन्छ नि त पहिला होइन, तिम्रो CEO अघि। होइन उहाँले गाउनुहुन्छ कि पहिला उहाँले गाउनुहुन्छ अनि बल्ल इन्जोय गर्ने हो कि त्यसपछि बल्ल मेरो वाला आउँछ हो उसले भने नि ठिकै हो सायद त लेडिज फर्स्ट भन्दै ए लेडिज फर्स्ट अनि साँच्चै एउटा हो। मलाई पठाउने होइन पठाउ गऱ्यो अरे अनि कहाँ हो नानी भन्ने कहाँ हो नानी भन्ने मेरो आवाज जस्तै छ क्या बस्नु भएर पनि नानी भन्नु तिमीलाई सबै पठाउने त्यही भन्छ नि ए हो ए कहाँ लोकेसनमा हो भन्दा भन्छौ अनि आउनु ल मैले फोन गरेँ अरे ल हेलो सर भन न तिमी उताबाट फोन उठाऊ हेलो सर लोकेसनमै हो सर हजुर म लोकेसन हेरेर आउनुहोस् त नानी हो कहाँनिर हुनुहुन्छ नानी म भेटाएन नि भनेर पठाउने कि त्यस्तो अनि दिदी भन्ने कसैले कसैले के भन्ने कसैले आन्टी भन्ने कसैले के भन्ने त्यो केटाको त आवाज अलिकति उयो भएर कि मसिनो भएर एकदम पातलो हो नि त मेरो अनि त्यही कारणले गर्दा म ठिकै छु भन्नु चुप्प लागेर आवाजले धोका दियो भन्ने लाग्छ त्यही तर होइन अरू चाहिँ केही युनिक आवाज छ नि त होइन मोबाइल छ त्यो आवाज शिवजीलाई शिवजी भनेर चिन्नु परेन त भयो। आँखामै हेर्न नसके नि अन्तै हेरी लजाइदिनु छेउमै हुँदा नबोले नि फर्की फर्की हेरिदिनु भन्देऊ न तिमीले नि पर्खिन्दै कहिले कट्छ होला भोलि कहिले हुन्छ नि सुत्नै सकेको छैन म कहिले तिमीलाई भेट्छु नि थाहा छैन के चाहन्छ पछ्याइदिन्छ नजरले तिमीलाई लाग्छ केही भन्न खोज्दै थियो मलाई
हो खोज्दै तिमलाई भन्देऊ न पछाडिन्छ नजरले तिमलाई लाग्छ केही भन खोज्दै थियौ मलाई हो खोज्दै तिमलाई भन्देऊ न हो सधैँ तिमलाई भन्देऊ न Thank you. Thank you so much. एउटा फेरि यस्तो भाइरल भएको थियो कुन गाना भन्नु थियो मलाई अघि कुन गाएको थियो मैले बिर्सेँ ठ्याक्कै होइन उहाँलाई तँवाला अर्कोवाला गएको थियो नि विजय पानीले के अरे अगाडिको टुक्कै बिर्सेँ क्या यही बेला ल ओके ए आमा सानीमा बेकुताले फुल पारु पानीमा बल्ल परो निर्मायामा कुरी जालैमा ए आमा सानीमा बेकुताले फुल पारु पानीमा बल्ल परो निर्मायामा कुरी जालैमा यति टुक्का गएको थिएन यस्तो भाइरल भयो कि यस्तो बनाएको दिल्ली बनाएको थियो लास्टै तिमीले त जे गरे पारे पनि भाइरल हुन्छ होला है होइन तिम्रो पर्सनालिटी नै खतरा छ क्या तिम्रो एटिट्युड पनि छ अरे मैले अस्ति टिकटकमा देखेको थिएँ कुन चाहिँ शिव पाण्डे फोटो खिचौँ भन्दाखेरि सानमै हिँड्यौँ अरे हो ए बाटोमा पनि खिच्छु नि मैले हेरेको थिएँ तिमीसँग फोटो खिचौँ न भन्दै थियो तिमीले हल्का एटिट्युड देखाएर सानमा सलमान खान जस्तै हिँडेको थियौ मोहनी लायो आँखैले जानी नजानी फसे भागेरै जान्थे कतै कसैलाई नमानी माया गरेरै मूल गरे टाढा गए नि मलाई नबिर्सिदिनु त्यो मनभरि माया दिएरै जानुलाई माया गर्नुलाई कति बाँच्छु खै माया गर्नुलाई ल थ्याङ्क यू तर माया कसम साथी यार लास्ट प्राउड फिल हुन्छ यार होइन भाइ कस्तो गाउँछ यार म्यार है अब्बरै गाउने राम्रो नसुने नि बाल हो नि तिमी जोन चामलिङ राई हो यार बाल हो होइन भन न अडियो चाहिँ राम्रो आउटपुट आयो भने सुन्नलाई पनि मजा आउँछ तिमीले कसैलाई प्रुभ गरिरहनु पर्दैन नि साथी आवाज कस्तो आयो भनेर होइन अलरेडी तिमीले सबै गरिसकेछौ त यार देश विदेश खाइसक्यौ कहिले छ टुर अब फेरि बाहिरको अब हाम्रो के बाहिरको हाम्रो युरोप टुर छ युरोपमा शिवजी कति 8-9 देश होला 8-9 हजुर ए बराबरमै रहेछौँ हामी 8-9 के छ
शिवजी पनि बाहिर जान आँट्नु भयो होइन म अघि बाहिर भन्दै जानलाई एउटा प्रोग्राम पहिला सुरुमा जापान हुन्छ होला होइन ए त्यसपछि अरू कन्ट्रीहरू लगेर शिवजीको त आफ्नै मिडियाहरू पनि रहेछ नि त साथी हो मिडिया आफ्नै सबै मिडिया बिग के अरे मेरो कुन होला बिक्नेवाल वेबसाइटमा मेरो चाहिँ खास सुरुको मेरो आफ्नै नामको दर्ता गरेँ नि त पछि नाम कपरेट लाग्छ क्या उसले हालेर शिव पाण्डे भनेको अब हाम्रो दिदीहरूले गरिदिनु भएको राखिदिनु भएको नामहरू तिम्रो नाम रियल के हो र शिव ए शिव हो अनि सबले माया गरेर शिबु 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 चाहिँ हाम्रो स्वस्तिमा खड्काजीले राखिदिनु भयो होइन अघि मलाई भनिदिनु ए हो अनि खास चाहिँ मेरो शिव हो नि त नाम अनि शिबु शिबु भन्ने भन्नुभयो र अनि सबै मायाले शिबु भयो त्यसरी शिबु नै ब्रान्ड भइदियो कि मेरो नामै अनि कपिराइट लाग्छ कसैले लाग्यो भने त्यो ला के हो कपिराइट लाग्छ नाम राख्दाखेरि चाहिँ लाग्छ दर्ता छ नि त मेरो अनि हाम्रो चाहिँ जन्म गर्दै छैन त तपाईँको त भइहाल्छ नि भनेपछि मैले शिव पाण्डे राखेँ मलाई कपिराइट मैले शिव पाण्डे राखेँ मलाई कपिराइट शिव पाण्डे नामै राख्न पाइएन कसैले तपाईँसँग नाम किन्न मैले गएको चिज तपाईँले हाल्नुभयो भने मैले हालिसकेको चिजहरू हो तिम्रो च्यानलमा हालिसकेको कुरा अरूले युज गर्यो भने त कपिराइट लाग्छ नाम त शिव पाण्डे त नाम राख्न पाएन अरूले पाइयो तर चाहिँ यस्तो हुन्छ नि त फेसबुकले पनि त चिनिसक्यो नि त फेसबुकले चाहिँ कसलाई चिनो त्यहाँ मलाई चिन नि भेरिफाई गरे होला नि होइन यस्तो हुँदो रहेछ क्या कस्तो एउटै नाम जुट्यो भने एउटा बन्द हुँदो रहेछ क्या खुल्दै नखुल्ने रहेछ क्या त्यो चाहिँ कतिको भाषा त्यो हो त्यो भाषा धेरै के हुन्छ त्यस्तो ल ल यस्तै तिमी र उसलाई दामी देखिन्छ हान न एउटामा के भन्दा म पनि हुन्छु साइडमा म पनि गरिदिन्छु क्या आउ न भाइ उठ ल रस्नु ल बुढले चाहिँ किन मार्छ शिबुसँग गर्दाखेरि सिबी हो र सिबी भयो होइन अघि आवाज छोरी मान्छे गर्छ भनेर क्या ल ल होला सायदै ल हातमा मात्र घुमाउन हौ ल त्यतिकै छोड न केसलाई उडाउन देऊ हावालाई डुब्छु होला तिम्रो आँखामै डुबिरहन छ त्यही मलाई म माया मार्दिन तिमीलाई छाड्दिन म माया मार्दिन यस्तो मनमा छ मेरो सम्झना हो मेरो कहिले बिर्सिन उठा न उठा न थ्याङ्क यू साथी अलिक मेरो गीतमा नाच्दै शिवजी यो यसरी बोकिराख्नुहुन्छ है हेडफोन जहिले अरू झर्दैन मेरो फेरि स्टाइल हो यो फेरि ए अहिले यस्तो अब फेरि कस्तो हुन्छ नि बाटा हिँडेपछि बोलाइहाल्ने कसैले नसुन्नुहोस् भने कसैले बोलाएर यो लाए चाहिँ आफ्नो धुनमा हिँड्ने हो कि कसरी हिँड्नुहुन्छ देखाउनु त जस्तै म बोलाउँछु है शिवजी शिवजी भन्छ तपाईँ हिँड्नु मलाई इग्नोर गर्नु है मलाई इग्नोर गर्नु ल न होइन मलाई इग्नोर गर्नु क्या म चाहिँ बाटोमा हामी बोलाउँछौँ हामीलाई इग्नोर गर्नु है ल 1 2 3 गो शिवजी हौ शिवजी शिवजी आम्मा ए भने पर पछि हेर्नुहुन्छ एकचोटि हेर्नुहुन्छ हेर्दैन भने जाँदै हुँदैन नि त अब अब फेरि हिँड्नु त अब बोलाउँछु फेरि अब फेरि बोलाउँछु अब सुन्नै ध्यान दिएर ल हेर्नु है अब चाहिँ कसरी बोलाउँछु अनि अर्कै तरिकाले बोलाउँछु के होइन त 1 2 3 गो 1 2 3 गो शिवजी केटी क्या शिवजी शिवु शिवु शिवजी नाइस नाइस शिवजी इग्नोर गरेर खतरा चाहिँ कपालले पनि चेक्दा हुने रहेछ हल्का अलिअलि छिटो पालेको हो अब काट्छु होला म सायद एसी बढाइदे पुसअप हान्दिउ न 10 चोटी हान्दिउ त एकचोटि स्ट्रिममा साथी गीत गर न 10 चोटि त हान्यो साथीले 10 पुसअप हान्छ साथी ए हामीलाई चाहिँ गप्पो गएको नआउने एकदम ल ल शिवजी ल कलेजले 10 पुसअप है 10 पुसअप तर नठगी हान्ने नठगी नठगी देख्छ होला नि देख्छ अनि सँगै हान्नुहोस् न एकछिन एकछिन साथी गर्छ होइन साथीले 20 हान्नु पर्यो शिवजीले 10 ल ल हुन्छ ओके ल ल ल ल ल ओके डन डन ल ल ल लेट्स गो ल ल 20 है 20 ल है 20 ल 1 2 3 गो कसरी ल 4 5 6 7 ए खा है अब चाहिँ ओराले खा ट्राइसेप हल्का आउँदै रहेछ है बलिङ हल्का ट्राइसेप आउँदै रहेछ अलिअलि
क्यामेरा बन्द गर्नु पर्यो नि नाइस नाइस अब हल्का उठेर साथी उठेर हल्का एक दुई हल्का एक उठेर अनुहार जोत्यो भने अहिले अनि यहाँ अब शिवजी रे शिवजी त होइन यार मैले कति हान्थेँ होइन हे भगवान् लास्ट होइन परत क्रिकेट गर्दै नि त म बिहान बिहान अझ थाकिए सकिँदै बाल हो क्या भाइ ल ल भाइले यहाँ धेरैलाई मोटिभेट गर्छ अब ल ओइ हान त 5 हान यार 6 कम on 4 more 7 कम on 3 more 8 9 लास्ट आमा अझै एक जान्छ अझै खेल्छ ओ 10 त हान ओइ रातै भयो यार होइन उसको गर्लफ्रेन्डै छैन अरे क्या मैले अघि सोधेँ दाइको सबै छैन दाइको गर्लफ्रेन्डको नाम भन्दैन न यस्तो कुराहरू प्राइभेसी अब सिङ्गरहरूको अलिकति बुझ्न भए पनि नभए तपाईँको त खोल्न मिल्यो नि त मेरो त बुढी छ नि हो तपाईँको खोल्न मिल्दैन म भनेपछि म आफै यो सिङ्गल म होइन उसको जे पनि हुन सक्यो सिङ्गल पनि हुन सक्यो मिङ्गल पनि उसले खुलाउन चाहँदैन होइन दाइ त सिङ्गल त हदै होइन ल गर्दाखेरि होइन उसलाई मन पराउने चाहिँ लास्ट छ नि तर उसले चाहिँ कसलाई मन पराइरहेछ भन्ने कुरा म जस्तै होला कि तिमीलाई पनि वाइल्डसन मन पराउने लास्टै छ नि तर मैले मन नपराएको मात्रै हो तर चाहिँ मैले मन पराएन किन भन्दाखेरि यस्तो हुँदो रहेछ कि सर अनि सर्भिसिङ अहिलेसम्म भएको छैन मोबिल सोबिल त फेरिरहनु पर्यो नि त अनि के हो सेल्फ हो क्या सेल्फ सर्भिसिङ हो अब ट्राई गरौँला नि ल ल ट्राई गरेको छैन अब ट्राई गरौँला होइन कि तपाईँले ट्राई गरे गर्नु त दिनको दिन होइन त्यस्तो कि दिनको दिन माइन्ड फ्रेस गर्नलाई बेलुका बेलुका खोइ त हाम्रो चार्ज भएन ए भाइले यहाँ गीत गरिसक्यो ल साथीहरू उहाँ दाइले चाहिँ दिनको दिन गर्नुहुन्छ अरे बेलुका बेलुका होइन के हो ल के अब के हो ट्राई गर्नु स्ट्रिम गर्छु दिनु अब हल्का माया पिलातीको ल माया के भएको अब गरे सिङ्गल अब कोला गर्नु होइन स्ट्रिम ब्यान्ड होला नि तिमी धेरै होइन 3 फुट छौ मैले ओए स्केल ल्याउ त स्केल नापु स्केलले नापौँ त कति छ उ हाइट होइन शिवजी 5 फिट त हुनुहुन्न ल कति होला नि 5 त छैन 5 त छैन के अनि यो कुरा अब चेन्ज नहुने कुरा हो यो कुरामा किन खिच्चा गरेको होइन तपाईँ कति होला साउट आउट प्रशान्त भाइ थ्याङ्क यू फर द $5 तपाईँ जे धन्यवाद छ 4 र 5 को बिचमा हुनुहुन्छ 4 फिट र 5 फिटको बिचमा छ क्या टेप हो आऊ नाप गिद्दी बोल्यो त ल नापौँ है कहाँ नाप्ने हो टाउको पनि नाप्ने हो कहाँ हो ल ल छाती फुल्लाउ न यो त आर्मीमा भर्ती हुन आँट्यो जस्तो छ हेर नि ब्याकग्राउन्डमा क्यामेरामा चाहिँ हेर न ल छाती ल कति रहेछ एक 5 2 होइन कति यो 5-2 हो र ओइ खुट्टा टेक न सबै के पुग्यो के ल 130 छ 130 अँ 130 भने त्यहाँ छ त 4 फिट होइन 4 फिट 2 इन्च आँखामा छ होइन 4 फिट 3 इन्च 4 फिट 4 इन्च रहेछ हौ 4 फिट नाप्ने आएन हौ साथी खै त्यसरी नाप्ने होइन खुट्टाको माथि यहाँ राखेर नाप देखाउनु हुँदा यहाँ टेकेको छ हौ टेको त बुढी औँलाले हो होइन बुढी औँलाले ट्याक्कै सिधा सिधा है सिधा अगाडि यसो हो 4 फिट छ हौ हेर न ओ 4 खोइ मेरो कति देखाउँदो रहेछ भाइ ल हो त मैले देख्दिन 4 र 5 को बिचमा हुन्छ त टेक्ने हो यो बुढी औँलाले ल तपाईँ बुढी औँलाले टेक्नु पहिला यता आउनु न यताको एङ्गलमा चाहिँ आउनु आउनु न यता Have you ever forgotten your own lyrics and just vibe through it? Have your neighbors ever complained or are they your biggest fans? What's your biggest fan moment? त्यस्तो बिर्सेको चाहिँ छैन उल्टो पुल्टो चाहिँ गाएको छु गीत मैले तल माथि माथि तल तल र माथि माथि र तल त्यही हो
तल माथि माथि तल तिम्रो पनि त्यस्तो हुन्छ कहिले काहीँ तिम्रो त उफ्री उफ्री होला नि तल माथि भन्दा नि So the thing we have right now is हामीसँग छ लभली मिठो हुन्छ यार यो त सानोमा लास्ट खाइन्थ्यो फुल लाइन्थ्यो खाइन्थ्यो फुल ल दाइ अलराइट भयो एकछिन भएन सानो सानोमा दाइहरूले खेलाउन भनेर कस्तो झुकाउँथ्यो यार ल दाइ here you go यो त थाहा भएको छ उसले हिजो के हो दाइ भन्नु पर्यो तपाईँले भनेको फेरि नहुन नि सक्छ है तपाईँले गेस गरेको कुरा नहुन नि सक्छ दाइ यो फेरि होइन त्यही हो यार ल द्याट ओइ चिङ्गार हुन आँटेको क्या शिवले भाडा हान्न लाउने पन्जा जस्तो लाग्यो त्यही हो त्यही होला कि पन्जा यो कर्णम हो 100 हो दाइ अँ यस एब्सोल्युटली राइट साथीले त कुन पनि भनिदिन्छ होला यार कति यार दाइ खोल्दिनु पट्टी खोल्दिनु अरे यो त जसले नि थपाउँछ हौ ओए नयाँ हो नि त्यो फेरि कुन चाहिँले युज गरेको छैन नि हातमा त नयाँ दुख्ने हुन्छ नि खै बात नसिबमा थियो तल नहाँसमा यति थोरै गाउँछु त म त्यही त होइन पुरै त गाउन्न के होइन त्यो पुरै उता गाउनु पर्यो नि ल स्पेन लङडे भयो क्या दाइ नाच्नु न हौ एकछिन ल ठिक छ एनिवे ल लास्ट एन्ड अनि एन्ड हो क्या इन्ट है अब भयो पेट दुखाइदिनु भयो कि दाइ 1 2 3 गो स्पेन लङडे म बस्दिनँ म जिताक ल 1 2 3 गो 3 गो गीतै बिर्से गीतै बिर्से कसम 1 2 3 गो स्पेन लङडे विथ एचु माफे नाच्ने दे छैन हौ ल होइन त यो होइन चिवगे come along day every good is in a day होइन ल होइन एभ्री गिडिस के भन्यो भनेर क्या ल अब चाहिँ म अब फोकस फाइनल तिमीले यसो गर न एक लाइन गाऊ मिनिङ पनि बुझाउ न होइन त तपाईले बुझाउनु जसले गाउनु भन्नुभएको छ उहाँले बुझाउनु होला नि होइन अनि Spend a long day without you, my face. I'm gonna tell you, when I tell you, and I see you again. Come a long day.
तपाईँ त एक्टिङ गर्नुहुन्छ होइन मुभीमा अनि भनेपछि तपाईँलाई त बाहिरको सराउन्डिङले इफेक्ट परेछ एक्टर मान्छेलाई त होला जति हाँसे पनि तपाईँ त गाउनु सक्नु म त गाउने त सिङ्गर होइन नि त म तपाईँले एक्ट गर्नुपर्ने अरे तपाईँले हाँस्नु भएन नि त डाइरेक्ट बोल्न त अब आउँछ नि त डाइरेक्ट एउटा डायलग सुनिदिउँ न त एउटा डायलग हो है एउटा डायलग डाइलेक्ट चाउँछ मेरो एउटा उसमा जयसापमा डाइरेक्ट थियो यस्तो यस्तो थियो कि एउटाले भन्थ्यो यो त परको पनि सबै हाम्रो जग्गा भन्छ ए यत्रो ए होइन होइन अरू पनि हेर्नु छ भन्छ अर्कोले न ए अझै छ अझै फेरि मान्छेले देखेन अरे क्या डायलग ल यस्तो छ के छ भने ऊ त एउटा देखाएको हुन्छ नि ऊ त्योदेखि ऊ डाँडासम्म हाम्रो जग्गा भन्छ न ल ल ल ऊ त्योदेखि पर सबै हाम्रो जग्गा हो यत्रो छ अनि त्यस छ नि अझै पनि हेर्नु पर्ने बाँकी छ नि छ नि। बाँकी छ भन्छु होइन अनि त्यसपछि चाहिँ नि ल हिँड हिँड ए ए पर्खिनु ओ ए मैले के भन्नुपर्ने सबै भने ए भइसक्यो त क्या यहाँ डाइलेक्ट गीतैको लास्ट कहाँ डाइलेक्ट साइलेक्ट भनेको उसले कहाँ कन्भर्सेसन भनिदिरहेछ लास्ट अब हाँसिन आम्मा हाँसिन ल टिकटकमा भोलि 1 मिलियन भ्युज इजी के अरे म त बिर्सेँ भाइ इट्स बिन It's been a long day. के अरे मैले बिर्सेँ भाइ नि साँच्चै उहाँलाई आउने रहेछ है It's been a long day without you my face. When I tell you, when I see you again, come a long day, every good day. When I tell you, when I see you again, it's been a long. बोलाउँदैन भन्छु तर बोलाइहाल्छु भो बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु टोपीला भन्थ्यो नि दिन कि बुझाए नि मान्दैन नि मनै त हो नि मनै त हो